नमस्ते। आज हामी एउटा एकदमै चाखलाग्दो प्लेटफर्मबारे कुरा गर्दैछौँ जसले संसारभरि छरिएर बसेका नेपालीहरूलाई एकै ठाउँमा ल्याउने काम गर्छ। नाम हो मेरो नेप। यसको लक्ष्य छ नेपाली डायस्पोराको लागि एउटा डिजिटल घर बन्ने। ल आउनुहोस् यसको बारेमा अलि गहिराईमा बुझाउँ। हेर्नुस्, यो खाली एउटा भनाइ मात्र होइन, यो त विदेशमा बस्ने लाखौं नेपालीहरूको मनको कुरा हो, साझा अनुभव हो। सोच्नुस् त, नयाँ ठाउँ, बिल्कुलै फरक संस्कृति अनि आफ्ना मान्छेहरूबाट टाढा, त्यो एक्लोपन सायद त्यो नै सबैभन्दा गाह्रो कुरा हो, होइन र? तर प्रश्न उठ्छ कि टेक्नोलोजीले साँच्चै यो दूरीलाई कम गर्न सक्छ? कि एउटा सानो मोबाइल एपमा त्यति शक्ति होला जसले हामीलाई आफ्नो समुदायसँग नजिक भएको महसुस गराओस्? ल, आज हामी यही प्रश्नको उत्तर खोज्ने प्रयास गरौँ। विदेश बस्दाको चुनौती भनेको घरको याद मात्रै होइन नि, कुरा त हाम्रो दैनिक जीवनयापन, हाम्रो आधारभूत आवश्यकता र सम्बन्धहरूको पनि हो। जस्तै बस्नलाई एउटा कोठा चाहियो, आफ्नो सिप अनुसारको काम चाहियो, हैन? अनि सबैभन्दा महत्त्वपूर्ण, गाह्रो पर्दा सही सल्लाह दिने र साथ दिने साथीहरू पनि त चाहियो। यी सबै कुराहरू बिना त नयाँ ठाउँमा जीवन सुरु गर्न कति गाह्रो हुन्छ। अब चुनौतीहरूको कुरा त भयो, तर के यसको कुनै समाधान छैन त? छ। यही समस्याको समाधानको रूपमा आएको छ एउटा डिजिटल चौतारी, मेरो एनइपी। ल, अब यसले के गर्छ, कसरी गर्छ, त्यो हेरौँ। मेरो नेपको मुख्य आइडिया नै यही हो। यो नेपाली डायस्पोराका लागि एउटा ग्लोबल डिजिटल घर हो। यसको एउटै लक्ष्य छ, संसारको जुनसुकै कुनामा बसेको नेपाली किन नहोस्, सबैलाई एउटै प्लेटफर्ममा ल्याउने, ताकि एकअर्कालाई सहयोग गर्न सजिलो होस्, सम्पर्कमा रहन सजिलो होस्। तर मेरो एनइपीले यो सब काम गर्छ कसरी त? हेर्नुस्, यो कुनै सामान्य सोशल मिडिया जस्तो मात्रै होइन, यो त विदेशमा जीवनलाई सजिलो बनाउने टुलहरूको एउटा पूरा प्याकेज जस्तै हो। सोच्नुहोस् त, कोठा र जागिर खोज्नेदेखि लिएर नजिकैको नेपाली पसल कहाँ छ भनेर पत्ता लगाउनेसम्म सबै एउटै एपमा। विद्यार्थी हुनुहुन्छ वा आप्रवासनको बारेमा सल्लाह चाहियो, त्यसको लागि छुट्टै डिस्कसन ग्रुपहरू छन्। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यहाँ हुने कुराकानीहरू एकदमै सुरक्षित छन्, किनभने यसमा एन्ड टु एन्ड एन्क्रिप्सन भएको च्याट फिचर छ। यसरी हेर्दा के देखिन्छ भने यो एप दुईवटा पिलरमा उभिएको छ, हैन? एकातिर कोठा, जागिर, किनबेच जस्ता एकदमै प्र्याक्टिकल कुराहरूमा सहयोग गर्छ, अनि अर्कोतिर च्याट, डिस्कसन र नेपाली बिजनेसहरू मार्फत हाम्रो सामुदायिक सम्बन्धलाई झन बलियो बनाउने काम गर्छ। अब तपाईहरू सोच्दै हुनुहोला, यस्ता प्लेटफर्म त अरू पनि होलान् नि, त्यसो भए मेरो एनइपीमा त्यस्तो के खास छ? हो, यसको जवाफ यसको कोर फिलोसफी अर्थात् यसको मूल दर्शनमै लुकेको छ, र त्यो हो राजनीति होइन, केवल समुदाय। यो नै मेरो नेपलाई अरूभन्दा बिल्कुलै फरक बनाउने कुरा हो। यो प्लेटफर्मको एकदमै क्लियर पोलिसी छ। यहाँ कुनै राजनीतिक बहस वा विभाजनकाली कुराहरूलाई ठाउँ छैन। यहाँको एउटै मात्र फोकस भनेको समुदायलाई जोड्नु हो। यो नो पोलिटिक्स रुलले गर्दा के हुन्छ भने एउटा एकदमै सुरक्षित र पोजिटिभ माहौल बन्छ, जहाँ मानिसहरूले बिना कुनै हिचकिचाहट सहयोग माग्न सक्छन्, एकअर्कासँग जोडिन सक्छन्। अनि यो प्लेटफर्म खालि सूचना आदान प्रदान गर्ने ठाउँ मात्रै बन्दैन, बरु एक आपसमा विश्वास र सम्बन्ध बढाउने एउटा गजबको चौतारी बन्छ। त्यसो भए अन्तमा यसको ठूलो चित्र के हो त? मेरो एनइपीले साँच्चै के गर्न खोजिरहेको छ? यसको अल्टिमेट गोल के हो? यसको अन्तिम प्रतिज्ञा एकदमै सिम्पल तर शक्तिशाली छ। तपाईँ संसारको जुनसुकै कुनामा हुनुहोस्, आफ्नो समुदायसँग तपाईँको सम्पर्क कहिल्यै नछुटोस्। मेरो एनइपीले एउटा यस्तो पुल बन्न खोज्दैछ जसले हरेक व्यक्तिलाई आफ्नो जरा र आफ्नो समुदायसँग सधैँभरि जोडिराखोस्। र यो सबै कुराको अन्त्यमा एउटा गहिरो प्रश्न पनि उठ्छ, के साँच्चै एउटा डिजिटल प्लेटफर्मले घरको जस्तो अनुभूति दिन सक्छ? के एउटा एपले हाम्रो समुदायको त्यो न्यानोपनलाई साँच्चीकै डिजिटल माध्यमबाट साट्न सक्ला? खैर, यसको जवाफ त समय र यसका प्रयोगकर्ताहरूको अनुभवले नै बताउला।